पछिल्लो समय फेसबुक मोनिटाइजेसनमा एउटा महाभूकम्प नै गएको छ जसले नेपालका हजारौं क्रिएटरहरूमाझ खैलाबैला मच्चाएको छ। कसैको आम्दानी ह्वात्तै घट्यो, नियमहरू अचानक कडा भए। तर के यो साँच्चै सङ्कट मात्रै हो त? वा यो एउटा सुनौलो अवसरको ढोका पनि हुन सक्छ? आउनुहोस् आज यसैको गहिराईमा पुगेर कुरा गरौँ। धेरै क्रिएटरहरूको पेजमा आजभोलि यो मेसेज देखिएको होला। यदि कसैले यो देखेको छ भने उनीहरू एक्लो छैनन्। यो फेसबुकको विश्वव्यापी नीति परिवर्तनको असर हो। तर यो देख्ने बित्तिकै आत्तिहाल्नु पर्दैन है। फेसबुकले पैसा दिन बन्द गरेको चाहिँ होइन, बरु उसले पैसा दिने जुन तरिका थियो नि त्यसलाई चाहिँ पुरै ओभरहल नै गरिदिएको छ। यो अङ्क हेर्नुहोस् त, 81%। कतिपय क्रिएटरहरूको आम्दानीमा यति ठूलो गिरावट आएको छ। अब यस्तो भएपछि बजारमा हल्ला चल्नु, एक किसिमको अन्यल छाउनु त स्वाभाविक नै भयो। तर प्रश्न उठ्छ, आखिर फेसबुकले यस्तो किन गर्यो त? यसको पछाडि के छ? ल, यो सबै कुरालाई छर्लङ्ग पार्न हामी यी विषयहरूमा एक एक गर्दै कुरा गर्नेछौँ। सुरुमा फेसबुकको महाभूकम्प के हो त्यो बुझ्छौँ। त्यसपछि नयाँ नियम र चुनौतीहरू, अनि यो नीति किन बदलियो भन्ने कुरा। र सबैभन्दा महत्त्वपूर्ण, नेपाल सूचीमा पर्नुको ऐतिहासिक अवसर, ब्याङ्क सेटअप गर्दा ध्यान दिनुपर्ने कुरा, र अन्त्यमा अबको बाटो के त? ल, सुरु गरौँ। पहिलो कुरा र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कुनै ब्यान वा प्रतिबन्ध होइन है। यसलाई यसरी बुझाउन, फेसबुकले आफ्नो पुरानो अलि भताबुङ्ग भएको सिस्टमलाई फालेर एउटा नयाँ स्मार्ट सिस्टम ल्याएको हो जसलाई भनिन्छ पर्फर्मेन्स बेस्ड मोडल। मतलब अब जसको काम राम्रो उसैले कमाउने भयो, सिधा कुरा। अब त्यो पर्फर्मेन्स देखाउन के गर्नुपर्छ त? हेरौँ यी नयाँ नियमहरू जसले साँच्चै नै ठूलो चुनौती खडा गरेका छन्। यसबाट के देखिन्छ भने फेसबुकले अब जो पायो त्यहीलाई होइन, साँच्ची मेहनत गर्ने, गुणस्तरीय कन्टेन्ट बनाउने क्रिएटरहरूलाई मात्रै आफ्नो प्लेटफर्ममा ठाउँ दिन खोजिरहेको छ। हो, धेरैलाई अहिले यो नियम पहाड चढे जस्तै लागिरहेको छ। र यो केही हदसम्म सही पनि हो। यो फेसबुकले गम्भीर भएर काम गर्ने र भनौँ न यताउताबाट कपी पेस्ट गरेर स्प्याम फैलाउनेहरू बीच एउटा स्पष्ट लाइन कोर्न खोजेको हो। अब सङ्ख्या मात्रै धेरै भएर भएन, गुणस्तर चाहियो। अब यहाँ हेरौँ न परिवर्तन कति ठूलो छ भनेर। पहिला जम्मा 2000 फलोवर भए पुग्थ्यो, अब सिधै 10,000, मतलब 5 गुणा बढी। अनि त्यो मात्रै कहाँ हो र? सबैभन्दा ठूलो गेम चेन्जर त यो वाच टाइम हो। पछिल्लो जम्मा 60 दिनभित्र 6 लाख मिनट वाच टाइम पुर्याउनु पर्ने, यो साँच्चै नै ठूलो टार्गेट हो। यसको मतलब के हो भने अब बेला बेलामा एउटा भिडियो हाल्ने अनि भाइरल भइहाल्छ कि भनेर कुरेर बस्ने दिन गए। अब त लगातार राम्रो कन्टेन्ट चाहियो। दर्शकले सुरुदेखि अन्तिमसम्म हेर्ने खालको कन्टेन्ट चाहियो। निरन्तरता बिना अब फेसबुकमा कमाउन लगभग असम्भव छ। ओके, यहाँसम्म त नियम कडा भयो भने बुझियो। तर प्रश्न यो हो कि फेसबुकले अथवा भनौँ मेटाले यस्तो अलोकप्रिय निर्णय किन लियो होला त? पक्कै पनि यसको पछाडि उसको आफ्नै व्यापारिक रणनीति छ। कुरा एकदम सिधा छ। मेटाले के बुझ्यो भने लाइक र कमेन्टले मात्रै उसको बिल तिर्दैन। विज्ञापनदाताले पैसा तिर्ने भनेको त दर्शकले साँच्चै भिडियो हेरेपछि हो। त्यसैले उसको प्राथमिकता अब लाइक कमेन्ट जस्ता भ्यानिटी मेट्रिक्सबाट हटेर रियल भ्युजमा सरेको छ। मतलब कम्तीमा 3 सेकेन्डसम्म कसैले हेर्छ भने मात्र त्यसलाई गणना गर्ने। अनि यो नयाँ नीतिको अर्को ठूलो निशाना भनेको निम्न गुणस्तरको कन्टेन्ट हो। अब बट्स किनेर इङ्गेजमेन्ट बढाउने दिन गए, एआईले फ्याक्टै समातिहाल्छ। युट्युब, टिकटकबाट भिडियो चोरेर हाल्ने हो, लिमिटेड ओरिजिनालिटी अफ कन्टेन्टको डन्डा लागिहाल्छ। अब चल्ने भनेको एउटै कुरा हो, मौलिकता, आफ्नै अनुहार, आफ्नै आवाज, आफ्नै सृजना। ल, यति धेरै चुनौती र कडा नियमको कुरा गर्दा त निराश भइयो होला। तर पर्खनुहोस्, यो कालो बादलमा चाँदीको घेरा मात्रै होइन, सुनौलो घाम नै झुल्किएको छ, त्यो पनि ऐतिहासिक रूपमा। हो, यही उथलपुथलको बीचमा एउटा यस्तो निर्णय भयो जसले नेपाली क्रिएटरहरूको लागि खेलको नियम नै बदलिदिएको छ, सधैँका लागि। र त्यो ऐतिहासिक अवसर हो। नेपाल अब फेसबुक मोनेटाइजेसनको लागि आधिकारिक रूपमा योग्य देशको सूचीमा छ। हो, इतिहासमा पहिलो पटक। यो सानो कुरा बिल्कुलै होइन। अब यसको अर्थ के हो त? सोझो भाषामा भन्दा वर्षौंदेखिको सबैभन्दा ठूलो झन्झट सक्यो। अब विदेशमा बस्ने आफन्तलाई एडमिन बनाइदिनुस् न भनेर गुहार्नु परेन। सिधै नेपालकै ठेगानाबाट एप्लाई गर्न पाइयो। पैसा पनि डलरमै सोझै नेपालको ब्याङ्क खातामा आउने भयो।
मतलब अब कुनै छड्के बाटो होइन, लेजिटिमेट र सुरक्षित बाटो खुलेको छ। ल, यति ठूलो अवसरको कुरा त भयो, तर अवसरको फाइदा लिनलाई पनि त सही तरिका अपनाउनु पर्यो, होइन र? अब कुरा गरौँ सबभन्दा व्यावहारिक पाटोको, ब्याङ्क सेटअप। यहाँनिर एउटा सानो गल्ती भयो भने पनि महिनौको कमाई अड्किन सक्छ, त्यसैले एकदमै ध्यान दिएर हेरौँ। सबैभन्दा पहिलो र अनिवार्य कुरा, प्यान कार्ड हो। अब फेसबुकबाट कमाएको पैसा थाप्न प्यान कार्ड अनिवार्य छ। यसले के गर्छ भने कन्टेन्ट क्रिएसनलाई एउटा औपचारिक पेसाको मान्यता दिन्छ। आम्दानी पारदर्शी हुन्छ र सरकारलाई तिर्नुपर्ने 5% कर कटेर बाँकी पैसा ढुक्कसँग आफ्नो खातामा आउँछ। अब यो सेटअप गर्दा यी 6वटा कुरामा चाहिँ कुनै हालतमा गल्ती गर्नु हुँदैन। पहिलो, फेसबुक नागरिकता र ब्याङ्क खातामा नाम एउटै हुनु पर्यो। दोस्रो, आफ्नो ब्याङ्कको स्विफ्ट कोड एकदमै सही हाल्नुपर्छ। तेस्रो, ठेगाना र पोस्टल कोड पनि आधिकारिक नै राख्नु पर्यो। चौथो, प्यान नम्बर भर्दा गल्ती गर्ने त कुरै भएन। पाँचौं, सबमिट गर्नु अघि सबै कुरा फेरि एकपटक जाँच्ने। र छैटौं, सुरक्षाको लागि 2 फ्याक्टर अथेन्टिकेसन त अनिवार्य नै भइहाल्यो। यति गरेपछि ढुक्क। ल, हामीले चुनौतीको कुरा गर्यौं अनि ऐतिहासिक अवसरको पनि। अब यी सबैलाई एकै ठाउँमा राखेर हेर्दा नेपाली क्रिएटरहरूको लागि अबको बाटो कस्तो छ त? भविष्य कस्तो देखिन्छ? यसलाई फेसबुकको एउटा नयाँ फिल्टरको रूपमा बुझ्न सकिन्छ। यो फिल्टरले के गर्छ? यसले राम्रो मौलिक कन्टेन्टलाई माथि ल्याउँछ र चोरी, स्प्याम अनि नक्कली इङ्गेजमेन्टलाई बाहिर फालिदिन्छ। मतलब अब यो प्लेटफर्म सबैको लागि होइन, केवल मेहनत गर्ने र योग्य क्रिएटरहरूको लागि हो। त्यसो भए सफल हुन के गर्ने त? पहिलो कुरा, मौलिकतामा ध्यान दिने, आफ्नै कथा भन्ने। दोस्रो, धैर्य राख्ने र निरन्तर काम गर्ने, किनभने लक्ष्य अब ठूलो छ। अनि मर्यादित भाषा प्रयोग गर्ने, ताकि फेसबुकको एआईले कुनै समस्या नदेखोस्। र सबैभन्दा महत्त्वपूर्ण, यो नेपालको डिजिटल अर्थतन्त्रमा योगदान गर्ने एउटा अवसर हो भनेर बुझ्ने हो। सजिनै पैसा कमाउने दिन गए, तर अब वास्तविक सृजना गर्नेहरूका लागि पहिले भन्दा धेरै ठूलो सुरक्षित अवसर छ। त्यसैले अन्त्यमा मुख्य कुरा के हो भने यो नयाँ नीतिलाई एउटा बाधा वा अवरोधको रूपमा होइन, अवसरको रूपमा हेर्नु पर्यो। यो त नेपाली कन्टेन्टलाई विश्वस्तरमा लैजाने एउटा अपग्रेड हो। त्यसो भए यो फेसबुकको नयाँ फिल्टर के हो त? एउटा युगको अन्त्य कि एउटा नयाँ युगको सुरुवात? साँच्चै भन्ने हो भने यो जसरी पनि हुन्छ भन्ने युगको अन्त्य हो र व्यावसायिक, वैधानिक र गुणस्तरीय कन्टेन्टको युगको एउटा आधिकारिक सुरुवात हो, जहाँ चुनौती त छन्, तर सम्भावनाहरू त्योभन्दा धेरै छन्।